सबैजनालाई यहाँहरूले हेर्दै हुनुहुन्छ पुरा सेती नदी तल डोबिल्लामा यस्तो राम्रो भएर गएको छ। त्यसपछि पारी सिन्डाँडा अनि अहिले हामी ओशो भवनमा छौँ। ओशोको स्ट्याचु फेरि यतातिर अर्को खोलो यताबाट आइरहेको छ अनि ऊ त्यो होटल फुलबारी हो त्यहाँ हिमाल देखिन्छ। अहिले कुहिरो लाएर पुरा हिमाल छ्याङ्ग देखिने ठाउँ हो। त्यसपछि मसँग आउनुभएको छ हाम्रो टिकाराम पौडेल दाजी। त्यसपछि हेर्न सक्नुहुन्छ यस्तो राम्रो यो टापुमा यस्तो राम्रो बनाएका अनि फेरि यहाँ विश्राम गर्ने ठाउँ रहेछ। यति रमणीय राम्रो विश्राम गर्नको लागि यहाँ चाहिँ फेरि ओशोको कोटेसन छ। अन्धकारसँग नलड्दा थाक्दैछौँ, ध्यानको बत्ती भालो अँध्यारो त्यसै हट्नेछ भनेर। फेरि यहाँ जिससको स्ट्याचु छ। जिसस सुलीमा मरेका थिएनन्। आफ्नी आमा मेरी म्याग्डेलिना तथा केही साथीहरूसँग जेरुसलमबाट पलायन भएर कश्मीरको पहलगाम क्षेत्रमा आई बाँकी जीवन बिताएर 120 वर्षको उमेरमा त्यही शरीर छाडे भनेर ओशोले भन्नुभएको छ। फेरि यता यति रमणीय चाहिँ शिवको स्ट्याचु बनाएको छ। वरिपरि यति राम्रो छ। गणेशको स्ट्याचु वरिपरि हेर्नुभयो भने ल हेर्नु यतातिर वाकिङ पोइन्ट छ अनि चाइनिज दुबो हालेर यस्तो रमणीय सधैँ यस्तो टापुमा यता छेउतिर ती बस्दै पुरा कुर्सीहरू हालेको रहेछ। यतातिर यस्तो छ। त्यसपछि यसको स्ट्याचु यहाँ बस्ने ठाउँ अनि ल हेर्नु पुरा घरहरू यहाँ शिविरमा आएका मान्छेहरू बस्ने ठाउँ होला। अब यता यसरी गराएका छन्। जताततै ओशोको फोटोहरू छ। फेरि यसरी हिँड्ने ठाउँ छ। यता पारी प्रहरीहरूले तालिम गरिरहन्। टार्गेटमा त्यो फायरिङ गरेका छन्। त्यसको आवाज पनि यहाँ आएको छ। यसको नाम चाहिँ मृत्यु पार्क र डेथ पार्क। यहाँ यसरी डेथ मान्छे यसरी मर्छ भनेर यस चितामाथि उ गरेको छ। आनन्द अरुणजीको स्ट्याचु त्यो बुद्धको यो पुरा कोटेसनहरू लगाएको छ। फेरि यहाँ यति राम्रो एसी सहितका घरहरू छन् हेर्न सक्नुहुन्छ। यतातिरै बाँसका गाँजहरू पुरा एकदम रमणीय छ। त्यस्तै कोटेसनहरू छ अनि पुरा हिँड्ने बाटोहरू यता पल्लोतिर घरहरू यही राम्रो आफैलाई स्वीकार गरेर आफ्नो आत्मा सुकाउने हुनेछौ। यो छ बाँस पुरा जता गए पनि असाध्यै यो लिङ्गे बाँस। यही साधकहरू हुनुहुन्छ। पुरा तलै नदी यसरी कलकल कलकल तल बगेको छ। सेती नदी हो यो। यतापट्टि फेरि अर्को नदी छ। यति राम्रो छ यी र शिवको यो हनुमानजीको यतातिर यसरी राम्रो गराइएको छ स्ट्याचु। यो कृष्णको हुनुपर्छ त्यो बुद्धको। त्यसपछि यसरी आनन्द अरुण र ओशो कुरा गरेको अरे यहाँ झलर लाइटहरू कता निस्किनु
जाउँ उता नि सिमी itu bagus segitu. Kamu tahu mana-mana